नमस्कार। आज हामी नेपालका राजाहरूको एउटा लामो निकै तहगत इतिहासमा अलिकति गहिरिएर हेर्दैछौँ। हो र हामीसँग भएका ऐतिहासिक विवरणहरूलाई आधार मानेर हैन किरातदेखि लिएर 2008 को गणतन्त्रसम्मका मुख्य राजवंशहरू अनि शासकहरूको यात्रालाई अलिकति केलाउने कोसिस गरौँला। बिल्कुल। यसको सार के हो त्यो निकाल्ने प्रयास गरौँ। यो यात्रा त साँच्चै नै लामो छ। मतलब स्रोतहरू हेर्दा त करिब 700 ईसा पूर्वतिर किरात वंशबाट सुरु भएको देखिन्छ। 700 ईसा पूर्व निकै पुरानो भयो त। हो नि। अनि यो यात्रा 2008 मा गणतन्त्र स्थापना भएसम्म आइपुग्छ। मोटामोटी हेर्दाखेरि चाहिँ किरात, त्यसपछि लिच्छवी अनि मल्ल र शाह वंशहरू यिनीले यो लामो समय ढाकेका छन्। त्यसो भए सबैभन्दा पुरानो मानिने किरातहरूबाटै सुरु गरौँ त। उनीहरूलाई नेपालको पहिलो राजवंश मानिन्छ होइन त? हो, मानिन्छ। र एउटा रोचक कुरा के छ भने पहिलो किरात राजा यलम्बरले महाभारत युद्ध देखेको भन्ने एउटा जनश्रुति पनि छ। ए हो र? महाभारतकालीन? त्यस्तो सुनिन्छ। अब यो वंशमा जम्मा 29 जना राजा भएको उल्लेख पाइन्छ। उनीहरूले लगभग 30 ईसासम्म शासन गरे भनिन्छ। भनेपछि काठमाडौँ उपत्यकामा शासनको जग उनीहरूले नै बसालेको जस्तो देखियो होइन? त्यस्तै मानिन्छ। किरातहरूपछि अनि 4औं शताब्दीतिर चाहिँ लिच्छवीहरूको प्रवेश हुन्छ नेपालमा। लिच्छवीहरू त भारतको वैशालीबाट आएका भन्ने छ नि होइन? हो, स्रोतहरूले त्यतै सङ्केत गर्छन्। र लिच्छवी काललाई त कतिले नेपालको स्वर्णयुग पनि भन्छन् नि। हो, त्यो त सुनेको हो। किन होला खासमा? धेरै हदसम्म कला, वास्तुकला अनि शासन व्यवस्थामा भएको विकासले गर्दा होला। जस्तो मानदेव हैन, 464 ईसातिरका राजा। मानदेव उहाँ निकै महत्त्वपूर्ण हुनुहुन्छ, किनभने उहाँले पहिलो पटक मुद्रा मतलब सिक्का चलाएको देखिन्छ। यसले राज्यको सार्वभौमिकता र आर्थिक व्यवस्थालाई बलियो बनायो नि। सिक्का चलाउने पहिलो राजा मानदेव हो। त्यसैगरी अंशुवर्माको शासनकाल पनि कला र प्रशासनमा सुधारका लागि चिनिन्छ। अनि लिच्छवी शासन अलि कमजोर भएपछि लगभग 12औं शताब्दीबाट मल्लहरूको युग सुरु भयो होइन? हो, मल्लकाल। र मल्लकालको एउटा मुख्य विशेषता के रह्यो भने उपत्यका 3 राज्यमा बाडियो: काठमाडौँ, पाटन, भक्तपुर। त्यो विभाजन त्यसले कस्तो असर गर्यो होला त? राम्रो कि नराम्रो? खै, दुवै भन्नु पर्ला। एकातिर हेर्दा यो विभाजनले गर्दा 3वटै राज्यबीच कला, संस्कृति, वास्तुकलामा प्रतिस्पर्धा बढ्यो। प्रतिस्पर्धा? हो नि। त्यसैले उपत्यका सांस्कृतिक रूपमा निकै धनी भयो। जस्तो काठमाडौँका प्रताप मल्ल, भक्तपुरका भूपतिन्द्र मल्ल, उहाँहरू कला संस्कृतिका संरक्षक नै हुनुहुन्थ्यो। सही हो। तर अर्कोतिर राजनीतिक रूपमा चाहिँ उपत्यका कमजोर भयो के, छुट्टा छुट्टै भएपछि। यसले गर्दा पछि शाह वंशलाई यहाँ आउन सजिलो भयो। मतलब एकीकरणको लागि बाटो खुल्यो भनौँ? हो, भन्न सकिन्छ। हुन त जयस्थिति मल्लले सामाजिक र कानुनी सुधार गर्न खोज्नुभयो, तर त्यो विभाजनको असर चाहिँ अलि लामै समय रह्यो। अनि 1743 मा आइपुग्दा गोर्खाका राजा पृथ्वीनारायण शाहले यो टुक्रिएको उपत्यका र वरपरका अरू साना साना राज्यहरूलाई जोड्ने अभियान सुरु गर्नुभयो। त्यहीबाट आधुनिक नेपालको जग बस्यो भनिन्छ। हो, पृथ्वीनारायण शाहको एकीकरण अभियान नेपालको इतिहासमा एउटा भनौँ न निर्णायक मोड नै थियो। बिल्कुल। तर उहाँ पछिका उत्तराधिकारीहरू जस्तो प्रताप सिंह, रणबहादुर शाह अनि गिरवन युद्ध विक्रम शाह, उहाँको पालामा त अङ्ग्रेजसँग युद्ध पनि भयो। अनि राजेन्द्र विक्रम शाहको समयसम्म आइपुग्दा शाह राजाहरूको शक्ति अलि कमजोर हुँदै गयो। खास गरी जङ्गबहादुर राणा आएपछि त झन् होइन? 1846 पछि त शाह राजाहरू लगभग शक्तिहीन जस्तै नै भए नि। हो त। त्यो राणा शासनकालमा मतलब 1951 सम्म राजाहरू नाम मात्रका शासक भए। वास्तविक शक्ति त राणाहरूको हातमा थियो। 100 वर्षभन्दा बढी नै। पुरै 1 शताब्दी। शाह राजतन्त्र संवैधानिक रूपमा त थियो, तर व्यवहारमा चाहिँ पुरै छायामा परेको थियो। तर राजा त्रिभुवन उहाँले चाहिँ 1950 को क्रान्तिमा राणाहरू विरुद्ध जनताको पक्ष लिनुभयो। हो, त्यो महत्त्वपूर्ण थियो। हो, त्यसले प्रजातन्त्र स्थापनामा ठूलो भूमिका खेल्यो अनि शाहहरूको गुमेको शक्ति पनि केही हदसम्म फिर्ता आयो। त्रिभुवनपछि राजा महेन्द्र आउनुभयो 1955 मा। उहाँले त फेरि 1960 मा बहुदलीय व्यवस्था हटाएर निर्दलीय पञ्चायत व्यवस्था ल्याउनुभयो।
पञ्चायतकाल सुरु भयो। त्यसपछि राजा वीरेन्द्र 1972 देखि उहाँलाई तुलनात्मक रूपमा अलि उदार मानिन्थ्यो हैन? हो, र 2046 सालको जनआन्दोलनपछि उहाँले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र फेरि फर्काउनुभयो। तर त्यसपछि 2001 को त्यो दरबार हत्याकाण्ड भयो। निकै दुखद र रहस्यमय घटना। अत्यन्तै दुखद। राजा वीरेन्द्रको पुरै परिवारको विनाश भयो। हो, त्यसले नेपालको राजनीति र राज संस्थाको भविष्यमै ठूलो असर पार्यो। केही दिन दिपेन्द्रलाई राजा घोषणा गरिए पनि उहाँको निधन भएपछि ज्ञानेन्द्र शाह राजा बन्नुभयो। हो, 2001 देखि 2008 सम्म। ज्ञानेन्द्रको शासनकालमा राजनीतिक अस्थिरता झन बढ्यो अनि लामो जनआन्दोलन भयो फेरि। दोस्रो जनआन्दोलन? हो, त्यसपछि अन्ततः 28 मे 2008 मा संविधान सभाले निर्णय गर्यो 240 वर्ष लामो शाहवंशको शासन अन्त्य भयो र समग्रमा राजतन्त्रात्मक इतिहास नै सक्यो। अनि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो। हो, यो नेपालको इतिहासको एउटा साँच्चै ठूलो परिवर्तन थियो। हजारौं वर्षदेखि चलिआएको वंश परम्परामा आधारित शासन प्रणाली सकियो। साँच्चै फर्केर हेर्दा नेपालको इतिहासमा कति धेरै राजवंशहरूको उदय र पतन भएको देखिन्छ। एकीकरण, विभाजन, कस्तो चक्र जस्तो। हो नि, किराँतदेखि शाहसम्म हरेक कालखण्डले, हरेक प्रमुख राजाले देशको पहिचान, देशको अहिलेको अवस्था बनाउन केही न केही छाप छोडेकै छन्। बिल्कुल। अब जाँदा जाँदै श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ कि? हुन्छ। इतिहासका यी महत्त्वपूर्ण मोडहरू जस्तै पृथ्वीनारायण शाहको एकीकरण अथवा 2008 को गणतन्त्र घोषणा, यदि यी नभएका भए आजको नेपाल कस्तो हुन्थ्यो होला? हो, सोच्नुपर्ने कुरा हो। यी घटनाहरूले हाम्रो वर्तमान र भविष्यलाई कसरी, कुन हदसम्म आकार दिएका छन्।